हेलो नमस्ते साथीहरू, वेलकम टु माई एनदर भिडियो। र आज चाहिँ हामी पढ्न गइरहेको छौँ इपिएस टपिक न्यू बुक च्याप्टर 4 को शब्द अर्थहरू नेपालीमा सहित। आउनुहोस् यसरी हेरौँ। आज हामी पढ्न गइरहेको छौँ थोङजाग्वा सामुल कार्य र वस्तुहरू। च्वासिक मुन्वा भुइँमा बस्ने संस्कृति। च्वासिक मुन्वा भुइँमा बस्ने संस्कृति। यो टिभी रुल भनेको छ, यसलाई चाहिँ खासमा टेलिभिजनल फोदा हुन्छ है। टेलिभिजनल फोदा भनेको टिभी हेर्नु। खागु फर्निचर काकाप्ता नजिक हुनु, काकाप्ता नजिक हुनु। खादा जानु, खाजोक परिवार। खोङ्बु आधा अध्ययन गर्नु, ख्वाजा बिस्कुट अथवा कुकिज, कुन्नादा सकिनु। नानबाङ तातो सुविधा भएको कोठा। थेदाप हादा जवाफ दिनु, थेवा कुराकानी अथवा वार्तालाप। थोङसा क्रिया, थोङजाक कार्य कदम। थुत्की सुनाइ, थुत्की छिमुन सुनाइ स्क्रिप्ट। तातुतादा न्यानो हुनु। थेमुने ले गर्दा, यो चाहिँ एउटा ग्रामर हो। थेमुने भन्ने ले गर्दा भन्ने अर्थ लाग्छ। मारु भुइँ अथवा फ्लोरलाई चाहिँ मारु भनिन्छ। मासिदा पिउनु, मान्नादा भेट्नु। मक्ता खानु, मोम स्वरवर्ण। मोइदा भेलाउनु, मुनपप व्याकरण। मुन्वा संस्कृति। 27 नम्बरमा मुन्वा वा छङ्बो संस्कृति र जानकारी। मुन्वा वा छङ्सो संस्कृति र जानकारी। मुतको सोधेर। मूल पानी। फादाक भुइँको सतह। फादाके आन्ता भुइँमा बस्नु। 32 मा हेरौँ फाजी पाइन्ट। फारुम उच्चारण। फाप भात। फाङ कोठा। फाङसिक तरिका शैली। फत्ता फुकाउनु। फोदा हेर्नु। फिनखाने खाली ठाउँमा। पाङ पाउरोटी। सागुवा स्याउ। साराम मान्छे। सामुल वस्तुहरू। सेङ्वारादा जीवन बिताउनु अथवा जीवनयापन गर्नुलाई चाहिँ सेङ्वारादा भनिन्छ। सोथोङ सम्पर्क सञ्चार। सोफा भइहाल्यो। सोफा। 47 सोफिङ आदा किनमेल गर्नु। सुनवा सिखिदा घुमाउनु अथवा परिसञ्चार गराउनुलाई चाहिँ के भनिन्छ त? सुनवा सिखिदा। सुइदा आराम गर्नु। सुइप्ता सजिलो हुनु। सुइप्ताको फान्देमाल चाहिँ अरप्ता हुन्छ है साथीहरू। अरप्ता भनेको गाह्रो हुनु, सुइप्ता भनेको सजिलो हुनु। सिसुथेम भनेको चाहिँ प्रणाली। सिक्ताङ रेस्टुरेन्ट। शिक्षा भोजन। सिन्मुन पत्रिका। सिन्बाल जुत्ता। आफाथु अपार्टमेन्ट। आन्ता बस्नु। अवी शब्दावली। यङ्गेरासे हो जोडा मिलाउनुहोस्। यङयाङ प्रभाव। यङह्वा फिल्म अथवा मुभी। ओनुल आज। ओदा आउनु। ओन्दोल यो चाहिँ एकदमै महत्त्वपूर्ण विषय हो। कोरियाली पारम्परिक भुइँ तताउने प्रणालीलाई चाहिँ ओन्दोल भनिन्छ।
योरियादा खाना बनाउनु योरियादा खाना बनाउनु उयु दुध उन्दोङादा व्यायाम गर्नु हिउँदे खाप सम्बन्धको भावना हिउँदे खाप भनेको चाहिँ सम्बन्धको भावना युयोङहान फ्योहान उपयोगी वाक्यांश उइजा कुर्सी इयु भनेको चाहिँ कारण है साथी नजुकिनु होला इयु र उयु भनेको दुध भयो इयु भनेको चाहिँ कारण इल्साङ ख्वाल्लान दैनिकीसँग सम्बन्धित इल्साङ ख्वाल्लान यो खन्लान हुँदैन ख्वाल्लान हुन्छ है यसको उच्चारण इल्साङ ख्वाल्लान दैनिकसँग सम्बन्धित इरादा काम गर्नु इक्की पढाइ इक्ता पढ्नु छादा सुत्नु छाजु प्राय बारम्बार छन्थोङ परम्परा छन्वाहादा फोन गर्नु छम्दा जवान हुनु छुस्चु जुस चिगुम अहिले भर्खरै चिगुम एकदम बढी प्रयोग हुने शब्द चिगुम छिसोक थोइदा निरन्तर हुनु चिबान घरभित्र छेक किताब छुयादा लिनु अथवा ग्रहण गर्नु चिङ्गु साथी कफी टेलिभिजन पाइप हादा गर्नु हाङ्गुगे छ्वासिक मुनुवा कोरियाको भुइँमा बस्ने संस्कृति हाङ्गुगिन्दुल कोरियालीहरू यान्दे आधुनिक समय याङसङ आधा निर्माण गर्नु युसिक आराम थ्याङ्क्स फर वाचिङ दिस भिडियो र तपाईहरुलाई यो भिडियो मन परेमा कमेन्ट गरिदिनु होला र तपाईहरुलाई यस्तै खालको भिडियोहरु चाहिँ आगामी दिनमा पनि चाहिएमा चाहिँ यो मेरो च्यानललाई सब्स्क्राइब गरी बेल आइकन पनि बजाउनु होला थ्यांक यू